नमस्ते सबलाई नमस्ते अनि वेलकम टु आवर च्यानल। आज चाहिँ हामी यसो बाहिर निक्लेको थियौँ, 3जनाको छुट्टी थियो, त्यही भएर हामी बाहिर निक्लेको थियौँ। म अनि करण अनि त्यसपछि उता रविन्द्र। ऊ आफ्नै सुरमा छ, के गरे अब कुनै मलाई भिडियो खिच्दियो भन्थ्यो, म भ्लगतिर लाग्दिएको थिएँ। अब के गर्नु त नि हेर्नु मस्त के पछाडिबाट भिडियो खिचेछ भनेर मस्त चलिरहेको थियो, हिँडिरहेको। तर मैले खिचेँ छैन, म आफ्नो सुरमा छु। त्यही भएर कहिले काहीँ साथीहरूले यस्तो पनि गर्न सक्छन्, सचेत रहनु होला है। पनि आयो नेक्स्ट भ्लग लिएर होइन। आज चाहिँ हाम्रो छुट्टी छ, के देखाउने यार भ्लगमा भन्ने कुरो केही पनि छैन। हिँड्यो डुलो हिँड्यो यस्तै छ दुबईको बसोबासहरू। हामी त आज बुङ्गुरको मासु लिन जाँदैछौँ। बुङ्गुरको मासु चाहिँ अन्त पाउँदैन, सबैजना के थाहा छैन। वेस्ट जोनमा मात्र पाउँछ है, अरू मार्केटमा गएर बुङ्गुरको मासु खोजेर टाइम वेस्टै नगर्नु होला। भन्ने कुरा पनि छ। पैसा हाल्यो टक्क निकाल्यो, कति हो 1 दिरहम हाल्यो। खेल्न पर्ने हो, अस्ति नै पैसा फालिसक्यो। म चाहिँ अब खेल्दिनँ। साथीले हेर्दैछ, पैसा हाल, पैसा चाहिन्छ। ल हाम्रो चाहिँ हेऱ्यो यत्रो डलहरू छ, यो निकाल्न चाहिँ साथीले खेल्छु भने है पैसा हाल्ने ठाउँ चाहिँ यहाँ छ। ल हाल्न त हाल, मलाई खेल्नै मन पर्यो। टाइम स्टार्ट भयो है। छिटो हान्न टार्गेट। वो टाइम सकिन्छ क्या, एउटा टार्गेट हानिहाल न, ठ्याच्च ठिचिहाल। फालो 1 दिरहम त्यसै फालिदियो सालेले। फालिस 1 दिरहम त्यत्तिकै। अब 1 दिरहम छैन सालेले 1 दिरहम सक्यो, फेरि अर्को 1 दिरहम। निशाना लगा न यार। दुई दिरहम सकिसक्यो। छोटो न आउँछ है। भयो, खुसी लाग्यो एकदम खुसी छु यार। म चाहिँ भने हाने नै मैले। वायात गरिदियो साले। तिमी टार्गेट हान्नु, तिमी हान्ने हो? हान नि त, पैसा छ भने निकालेर हान। भयो जाम त्यसो हो। मेसिन खराब रहेछ न, त निकाल्दिनु। हाँ भाई, ये पैसा खा दिया हमारा। निकालने के लिए बोल दीजिए ना, किसको बोलना पड़ेगा? 10 दिरहम तो लगेगा एक बार। 2 बार सिर्फ इधर और इधर, ज़्यादा नहीं। ये पैसा कौन लेगा? बंगाली का है ये, एक मार्केट का नहीं है। द चार्ज तीरता है इसका चार्ज तीरता है ये जगह का कितना? वो बंगाली को बोल के पैसा रिटर्न करने को। हाँ नहीं देगा पैसा, किसको बोलना चाहिए? 3 दिरहम खा लिया हमारा, 3 कप चाय खा लिया, कड़क चाय थे वो भी। बोल दीजिए एक ही बार, बताइए बोल देंगे कि नहीं? ल हाम्रो चाहिँ पैसा खाइसक्यो। आउ त यो भनेको पैसा वाया त। ल तिम्रो पनि एकदम यहाँ छैन क्या, टार्गेटै छैन क्या। अर्को ठाउँ गरौँ न त जाऊँ है। ठ्याक्कै हाम्रो रुमभन्दा अगाडि छ। धेरै रुपियाँ हाल्यो, मैले धेरै टाइम छ लागोस् कि बरु 20 रुपियाँ हालिदिउँ न एकचोटिमा। धेरै पैसा लाग्छ कि टाइम मतलब भनेको त्यस्तो त कहाँ हुन्छ त नि। गुडिया 2 रुपियाँको पैसा 20 रुपियाँ हाल्यो, किताब दाम होला। यो चाहिँ हाम्रो ठ्याक्क वेस्ट जोन। यो अगाडि नेसनल होटल छ, नेसनल होटल हो कि नेसनल बोन्स के हो र। अनि बुङ्गुर मासु सपिङ गऱ्यो। ल बुङ्गुर मासु
समात्न त यहाँ पोको छ ल हामी चाहिँ बुङ्गुर मासु किनेर अब बस चढेर जानुपर्छ फेरि बस स्टेसन पनि कता हो कता यार यहाँको त तपाईँहरू सिटीमा बस्नुहुन्छ भने चाहिँ यो ठाउँ थाहा छ होला त्यो सबै कुन होटल हो यार ठ्याक्कै यो इलेक्ट्रा पार्क अगाडि हामी जाँदैछौँ हाम्रो दुईटा केटाहरू के भने यार गर यो त्यसमा आदि फिलिपिन हो कि यार फिलिपिन जहाँ अरे फिलिपिन जस्तो नेपाली पनि थियो त अघि यो काली फिलिपिन यो मान्छेको कालो बिसारे जस्तो तर बाल अलिअलि त्यस्तै है खाली मात्र नत्र कालो फिलिपिन हुन्छ बल्ल थाहा पाएको यहाँ हामी यहाँ फोटो हान्न बरु तिनजनाको एउटा फोटो हान्ने रे ल फोटो सेक्सनतिर लगौँ है त ल यो चाहिँ इलेक्ट्रा पार्क हो यहाँ चाहिँ 24 घन्टा यत्तिकै मान्छेहरू दिउँसोमा त सबै काममा गएको हुन्छ खासै मान्छेहरू हुँदैन राति हुनुपर्छ 24 घन्टा यहीँ आएर बसे पनि रमाइलो हुन्छ आइज के जाम पिसाब हेर्नु पऱ्यो अरे हामी चाहिँ जाँदैछौँ यहाँ सरकारी टोइलेट पनि छ इलेक्ट्रा पार्क आएर कसैलाई पनि पिसाब हेर्न मन लाग्यो भने चाहिँ यहाँ फ्रीको टोइलेट छ कसैले यहाँ इलेक्ट्रा पार्कको बारेमा केही थाहा छैन कहिले काहीँ यसो बाटो हिँड्दाखेरि अब पिसाब हेरेर मन लागेर कहाँ जाऊँ भयो भने चाहिँ यहाँ निःशुल्क शौचालय छ त्यहाँ आएर चाहिँ पिसाब हेर्न सक्नुहुन्छ है त यो ज्ञानको कुराहरू फेरि कसैको छोरी छ भने यहाँ ल्याएर खेलाउँदा पनि हुन्छ यस्तो पिङहरू छ बास्केटबल खेल्ने ठाउँ पनि छ के भयो अरे उसले चाहिँ के भने ऊ लास्टै फुर्तिलो छ होइन म किन यस्तो फुर्तिलो भएको अरे होइन अनि उसले के भने म लास्टै के अरे यताउति क्रिकेट फुटबलहरू एकदम फोकस गर्छ अरे होइन केमा भन्दा त्यो टिभीमा हेर्दाखेरि चाहिँ फोकस गर्छ अरे पागल भाइ यो चाहिँ वासरुम जाँदैछौँ वासरुम जाने बाटो कहाँ हो वासरुम थियो नि ल त्यो चाहिँ है तपाईँहरू इलेक्ट्रा पार्कमा सुसु हान्न मन लाग्यो भने चाहिँ यहाँ आएर टक्क हान्न सक्नुहुन्छ फेरिको पैसा लाग्दैन छाडो नबोल ल इलेक्ट्रा पार्कमा यो बास्केटबल खेल्ने पनि ठाउँ छ अबुधाबीको इलेक्ट्रा पार्क तपाईँले हेर्न सक्नुहुन्छ ल हाम्रो आजको इलेक्ट्रा पार्क पनि अलिअलि घुम्यो एउटा दुईवटा फोटोसोटो खिच्यो फोटो खिच्नको लागि पनि साइलेन्ट वातावरण छ यहाँ चाहिँ यस्तो माइन्डहरू फ्रेस बनाउँछ इलेक्ट्रा पार्क आयो हुन्छ है किनभने धेरै कामहरू हुन्छ मान्छेलाई प्रेसर भइराखेको हुन्छ नि त तर यस्तो गाडीमा बसेर चिल पारामा फ्रेस पारामा अझै फ्यामिली पार्क पनि हो यस्तो खाने साने कुरा लिएर आउने आनन्दले बस्ने खाने रमाइलो गर्ने साइलेन्ट वातावरण छ क्या तपाईँहरू अबुधाबीमा सिटीमै हुनुहुन्छ भने चाहिँ यहाँ पनि आएर यसो रमाइलो गर्नु होला हाम्रो त अब आज छुट्टी दिन आज यतै आइयो नत्र त अरू दिन त सुतेखा उठ्यो फेरि त्यही रुममा कति हेर्ने बस्दा दिमाग खराब हुन्छ क्या रुममा बस्यो सुत्ने मात्र हुन्छ तर आज केटाहरू 3 जना मिलेर चाहिँ आएको एकदम रमाइलो भयो माइन्ड फ्रेस भयो अब रुममा गइन्छ खाजा खाने बुङ्गुरको मासु बनाउने खाजा खाने त्यही त अनि भोलि फेरि उठ्यो ड्युटी गयो सधैँको रुटिन यस्तै त छ नि चाहिँ इलेक्ट्रा पार्कमा चाहिँ यो बस कार्डहरू पनि बनाउन हुन्छ तपाईँले देख्न सक्नुहुन्छ बस कार्ड नि पाउँछ रिचार्जहरू सबै थोक हुन्छ यो सिस्टम छ बस कार्ड चेन्ज गर्न चाहिँ यहाँ हाल्दिएपछि कति छ देखिन्छ है अहिलेसम्म भ्याल्यु छ थाहा थिएन 15 मन्थली पास भनेपछि 3-15सम्म छ है आएको हाल्ने बित्तिकै थाहा हुन्छ अड्काइदिएपछि आइहाल्छ है त्यही रहेछ त उसको 3-15 होइन यो क्यान्सलै भएन अब
फेरि गर त बल्ल गरेपछि हुन्छ है एकछिन भिज्दैन एकछिन एटिएम कार्ड हाल्नु झन् काट्दियो नि पछि अब चाहिँ हुन्छ यहाँ कार्ड गर 6 रुपियाँ पैसा छ तिम्रोमा 3:10 सम्म चाहिँ छ ल बस आयो जाउँ यो हाम्रो चाहिँ 67 बस आयो हामीसँग बसमा चढ्नको लागि जाँदैछौँ भिड हुन्छ आज कतिको ठाउँ खाली छ है पछाडिबाट छिर्दिउँ 2टा सिट हुन्छ नि त ल स्क्यान हान्दै नि त त्यहाँ टक्क स्क्यान भइसक्यो मनी स्क्यान गर्नु पर्ने ल हामी चाहिँ अहिले बसबाट झरिसक्यौँ यो चाहिँ मैले अस्ति नै पनि देखाएको थिएँ यो हाम्रो रुमभन्दा अगाडिको ठाउँहरू हो हाम्रो चाहिँ यो अगाडिपट्टि पर्छ सबैजनाहरू हेरेर चाहिँ रमाइलो गर्नु होला यस्तै छ विदेशी जिन्दगी भनेको घुम्ने हिँड्ने हल्लिने खाने आज चाहिँ बुङ्गुर मासु बनाएर खाजा खाइन्छ अब करण र म चाहिँ अब अर्को मार्केट जाँदैछौँ यस्तै हो डेली भ्लग हाल्ने भन्यो सकिँदै सकिँदैन रहेछ 12 घन्टा ड्युटी गऱ्यो आउन जान 1-1 घन्टा भन्छ 13-14 घन्टा अनि घरमा एकछिन फोन गर्न पऱ्यो 2-4 मिनट आएर फ्रेस हुन पऱ्यो 14-15 घन्टा यत्तिकै सकिन्छ त्यसपछि के गर्ने भ्लग हाल्ने भन्यो भिडियोहरू यति बनाएर राखेको हुन्छ एडिट गर्ने टाइमै हुँदैन त्यही भएर भ्लग आइरहेन अब बिस्तारै टाइमहरूलाई म्यानेज गरिँदैछ अब बिस्तारै भ्लग आउँछ है त सबैले हेरेर चाहिँ यसो सब्सक्राइब गरिदिनु ल यो चाहिँ हाम्रो रुम हो अब हाम्रो रुमको यो किचन पनि हेर्न सक्नुहुन्छ हाम्रो बुङ्गुर मासु चाहिँ टक्क भिजाइसकेको छ ल एकछिनपछि बुङ्गुर मासु बनाउँछु रुम यस्तो छ हाम्रो रुमबाट भ्यूदेखि नि हामीको एउटा झ्याल खलम न झ्याल छ विदेशमा बसेर यहाँबाट चाहिँ यस्तो देखिन्छ हाम्रो रुमबाट भ्यू यो चाहिँ WTC टावर सबैले चिन्न सक्नुहुन्छ होला यस्तै छ विदेशी लाइफ लास्टमा